ॐ अखण्डमण्डलाकारं व्याप्तयेन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। ओंकारं बिन्दुसंयुक्तं नित्यं ध्यायन्ति योगिनः कामदं मोक्षदं चैव ओंकाराय नमो नमः। नमस्कार, यहाँहरू सबैलाई स्वागत छ। म ज्योतिष पण्डित कोमलनाथ पौडेल। हामी भर्खरै पुरुषोत्तम मास सिद्धिएर अगाडि बढेका छौँ। अहिले हाम्रा गुरु अस्त हुनुभएको छ। यसै परिप्रेक्ष्यमा र सँगसँगै हामी जो श्रावण भगवान शिवको अत्यन्त प्रिय महिना श्रावणको बारेमा र त्यसमा पनि सोमबार, यसको बारेमा हामी केही चर्चा गर्न गइरहेका छौँ। अतः सबभन्दा पहिला हामीले जान्नुपर्ने कुरा के हो भनेको श्रावणको महत्त्व के हो त। वास्तवमै श्रावण महिना हाम्रा भगवान शङ्करलाई अत्यन्तै प्रिय महिना हो, पहिलो कुरा। दोस्रो कुरा भनेको यो श्रावण महिना भनेको पहिलो वैशाखलाई हामी मेष सङ्क्रान्ति भन्छौँ। यसै गरी चौथो महिना कर्कट सङ्क्रान्ति। कर्कट राशिका स्वामी चन्द्रमा हुनुहुन्छ। चन्द्रमा शिवजीको शिरमा बस्नुहुन्छ। त्यसकारणले पनि शिवलाई अत्यन्तै प्रिय चन्द्रमा शिरमा शोभित हुनुहुन्छ। त्यसकारणले पनि श्रावण अत्यन्तै महत्त्वपूर्ण छ। र त्यसमा पनि सोमबार, सोम नामै सोमले चन्द्रमा बुझाउँछ, चन्द्रमा शिरमै हुनुहुन्छ। त्यसकारणले पनि अत्यन्तै उत्कृष्ट महिना हो यो श्रावण महिना। अर्को हामीले जान्नुपर्ने कुरा चाहिँ के हो भने यसमा चन्द्रमा र सूर्य एउटै राशिमा बस्ने भनेको अमावस्या कृष्ण पक्षको औँसीको दिन हो। त्यसको आसपासका दिन नजिकै बस्नुहुन्छ। त्यो दिन अत्यन्तै मन चञ्चल हुन्छ, मनले भर पाउँदैन। त्यसकारणले यो जब कर्कट सङ्क्रान्ति, कर्कटमा हाम्रो सूर्य आउनुहुन्छ, कर्कट राशि चन्द्रको राशि हो र एक आपसमा मिल्नाले यसले गर्छ के भनेको मन चाहिँ उद्विग्न गराउँछ। त्यसैले हामीले बिहान पूजा गर्ने पाञ्चयन देवतामध्ये शिवजी चाहिँ यो हाम्रो पृथ्वी तत्त्वको स्वामी हुनुहुन्छ। त्यसकारणले पृथ्वी तत्त्व भनेको चाहिँ हाम्रो स्थिरताको प्रतीक हो। त्यसकारणले हामीलाई कुनै पनि कार्य गर्दा मन एकदम स्थिर हुनुपर्ने भएकोले हामीले शिवजीलाई आराधना गरेर मनलाई अत्यन्तै हामीले संयमित बनाउन सक्यौँ भने हाम्रा सम्पूर्ण कर्महरू सफल रहन्छन् र हाम्रो जीवन अत्यन्तै सुखमय हुन्छ। त्यसकारणले पनि श्रावण अत्यन्तै महत्त्वपूर्ण महिना हो। त्यस्तै अर्को विशेष ज्योतिषीय आधारमा हाम्रो यसलाई के भनिन्छ भन्दाखेरि सूर्य चाहिँ कर्कट राशिमा जब प्रवेश गर्नुहुन्छ दक्षिणायन हुन्छ। दक्षिणायन भनेको सूर्य दक्षिणतर्फ उहाँ ढल्किनुहुन्छ। त्यसकारणले जब सूर्य दक्षिण दिशातिर ढल्किनुहुन्छ यो दक्षिण दिशाको स्वामी हुनुहुन्छ यमराज, यानि कि काल हो। त्यो समय चाहिँ हाम्रो यमराजका दुष्प्रभावबाट अगाडि केही विघ्न हुन सक्छन्। त्यसकारणले कालका पनि काल महाकाल शिवजी हुनुहुन्छ। त्यसकारणले शिवजीको आराधनाले यो समयमा हुनसक्ने अत्यन्तै नराम्रा घटनाहरू पनि टालिन्छ। त्यसकारणले पनि श्रावण अत्यन्तै महत्त्वपूर्ण महिनाको रूपमा हुन्छ। यो त मैले भने श्रावण र सोमबारको अत्यन्तै राम्रो पक्षको बारेमा। अब हामी यसमा श्रावणको सोमबार किन व्रत बस्छौँ, श्रावणको सोमबार हामी शङ्करलाई कसरी पूजा गर्छौँ, यो के आधार छ त, यसका लागि के गर्नुपर्दछ त, यसका विधि के हुन्, यसबारेमा हामी संक्षेपमा चर्चा गर्दैछौँ। प्रमुख कुरा यसमा दुविधा नहोस् भन्नको लागि म केही कुरा यहाँ जोड्न जाँदैछु। यो भनेको चाहिँ अहिले जुन असारको 32 गतेबाट श्रावणको 24 गतेसम्म हाम्रा बृहस्पति गुरु चाहिँ अस्त हुनुहुन्छ। अस्तमा चाहिँ काम्य कर्महरू वर्जित छ। नित्य कर्म र नैमित्तिक कर्म जो अत्यन्त आवश्यक गर्नै पर्नेछ, नित्य दिनै गर्नुपर्ने छ, त्यसलाई नित्य कर्म र त्यसका संस्कार कर्म त्यो नैमित्तिक कर्म हुन्छ भने हामीले यस्तो होस् हाम्रो मनका इच्छा राखेर गर्ने कर्महरू सबै त्यो चाहिँ काम्य कर्म हुन्छ। काम्य कर्म
वर्जित छ। अहिले हजुरहरू यो व्रतलाई पनि आफ्नो काम्य कर्म बनाइरहनु भएको छ भने यो व्रतले खासै फल दिने खालको हुँदैन। अत यसलाई नित्य रूपमा मैले सधैँ बस्थेँ, म भगवानको आराधना गर्छु भन्ने हिसाबले बस्नुभयो भने अत्यन्तै सुखद हुन्छ। यसमा हामीले यो विचार गर्नुपर्ने हुन्छ। अनि हाम्रो व्रत बस्दा हाम्रो समाजमा चलेको छ यो श्रावणको सोमबार चाहिँ नारीहरूले बस्ने भनिन्छ। त्यसमा तपाईहरू के चाहिँ एउटा जानकार हुनुपर्छ भनेको अविवाहित एक्लै नै बस्ने हो, त्यसमा दुविधा छैन। यदि विवाहित हुनुहुन्छ भने सबै कर्म दम्पतिसहित हुन्छ। त्यस कारणले श्रीमान श्रीमती भएर व्रत उपासना र पूजन अत्यन्तै आवश्यक कर्म हुन्, यो गर्न जरुरी छ। अब म तपाईहरुलाई व्रत बस्न विधि बताउँदैछु। हामी कुनै पनि कर्म गर्दा अघिल्लो दिनदेखि नै चोखो भएर बस्नुपर्छ। त्यसकारणले यदि हजुरहरू सोमबारको व्रत बसिरहनु भएको छ र बस्ने अब एउटा त गयो, अर्को आउँदैछ, अर्को सोमबार बस्ने सोचाइमा हुनुहुन्छ भने हजुरहरूले आइतबारदेखि नै यो आफ्ना हात खुट्टाका नङहरू काट्नेदेखि लिएर आफ्ना शरीरलाई शुद्धि गर्ने काम गर्ने र हविष्यान्न एकदम चोखो अन्नहरू मात्र खाने काम गर्नुपर्छ। यो आइतबारको कर्म हो। हाम्रो मुख्य कर्म चाहिँ सोमबार हुन्छ। सोमबारको व्रत बस्ने बेलामा सँगै दुईजना श्रीमान श्रीमती ब्रह्म मुहुर्तमा उठ्नुपर्छ। बिहान 4 देखि 6 को बीचलाई ब्रह्म मुहुर्त भनिन्छ। त्यो समयमा उठेर नैऋत्य दिशामा गएर शौच गर्नुपर्छ। शौच भनेको चाहिँ खाना खाएर हाम्रो जिउमा बसेको जुन मल छ त्यसलाई बाहिर निकाल्ने कामलाई शौच भनिन्छ। त्यो चाहिँ भित्री शरीरको रहेको मललाई शुद्ध गर्ने काम हुन्छ। त्यसपछि स्नान गर्नुपर्छ। स्नानले शरीरको बाहिरी मललाई भगाउँछ। अब त हजुरहरू व्रत बस्दै हुनुहुन्छ भने व्रतको शाब्दिक अर्थ चाहिँ आफैले बनाएको नियम मान्छु भन्ने हो। त्यसकारणले नुहाउने बेलामा आफ्नो मनले सङ्कल्प गर्नुपर्छ, आज सोमबारको दिन हो, भगवान भोलेनाथको दिन हो, म चाहिँ आज यो नियम मैले बनाएको छु, मैले यो मनले नियम बनाएको छु, त्यो नियम म सबै पूर्ण गर्छु भनेर सङ्कल्प गरेर त्यसपछि स्नान गर्नुपर्छ। स्नान गरेपछि पितृहरूलाई सबभन्दा पहिला पितृहरूलाई सम्झिनुपर्छ। हाम्रा सबभन्दा मुख्य देवता हामीले मान्नुपर्ने छुटाउने नहुने पितृ हुनुहुन्छ। त्यसकारणले हाम्रा पितृदेवताहरूलाई तर्पण गर्नुपर्छ। तर्पण सिद्ध्याइसकेपछि हामीले गायत्री, जो हामीले पुरुष वर्गले गायत्री लिएका छौँ, व्रतबन्ध गरेपछि जो जनै लाउँछौँ र गायत्री लिन्छौँ त्यो गायत्री जप्नुपर्छ भने जो नारी माता शक्तिहरू हुनुहुन्छ उहाँहरूले दीक्षा लिनुभएको छन्, दीक्षा लिने, दीक्षा पढ्ने, जप गर्ने गर्नुपर्छ। अरू दिन कति सकिन्छ त्यति गर्नुहोस्। व्रतको दिन चाहिँ सकिन्छ 1000 गर्नुहोस्, त्यसमा सकिँदैन 500 गर्नुहोस् र त्यो पनि सकिएन भने 108 चाहिँ अनिवार्य गर्नुपर्छ। यो हाम्रो जपको प्रवेश हो। यो जपले के गर्छ भनेको हामीले अन्जानमा गरिएका कर्महरू भुललाई यसलाई निमिट्यान्न पार्ने बराबर पार्ने काम गर्छन्। जस्तै हामी ज्वरो आयो भने तुरुन्तै सिटामल खान्छौँ, त्यो सिटामलको काम चाहिँ यो हाम्रो जपले गर्छ। त्यसकारण यो जप अनिवार्य छ। त्यसपछि सूर्य उपासना गर्नुपर्छ, सूर्यलाई अर्घ दिनुपर्छ। यति कर्म चाहिँ बिहानीका स्नान कर्महरू सिद्धिन्छन्। त्यसपछि हाम्रो जीवनमा अर्को ठुलो यज्ञ हुन्छ। यो 5 वटा यज्ञ, यो यज्ञ गर्नुपर्ने हुन्छ। त्यो यज्ञ के भन्नुहुन्छ भने ब्रह्म यज्ञ हुन्छ। ब्रह्म यज्ञ भनेको चाहिँ हामीले भगवान स्वरूप रहनुभएका विभिन्न पुस्तकहरूमा भगवानको लीलाहरू वर्णन गरिएको छ, त्यसलाई अध्ययन गर्ने, त्यसलाई सिकाउने, सुनाउने चाहिँ हामी पढ्ने, अध्ययन गर्नेलाई चाहिँ हामी भन्छौँ ब्रह्मयज्ञ। त्यसपछि देवयज्ञ हुन्छ। देवयज्ञ भनेको हामीले घरमा नियमित गणेशलाई, देवीलाई, विष्णुलाई, सूर्यलाई र शिवजीलाई यो सम्पूर्ण हामीले गर्ने काम। पाञ्चायन देवता, मैले फेरि भन्छु, पाञ्चायन देवतामा को पर्नुहुन्छ भन्दाखेरि गणेशजी पर्नुहुन्छ, देवी पर्नुहुन्छ, त्यसपछि विष्णुजी पर्नुहुन्छ, शिवजी पर्नुहुन्छ, सूर्य। यी 5 वटा देवता चाहिँ हाम्रा पञ्चतत्त्वका मालिक हुनुहुन्छ। अघि पनि मैले भने शिवजीले पृथ्वी तत्त्वलाई
त्यसलाई स्वरूपलाई ग्रहण गर्नुहुन्छ। उहाँ पृथ्वी तत्त्वको स्वामी हुनुहुन्छ। त्यसै गरी गणेशजी जलका स्वामी हुनुहुन्छ। यो हाम्रो जीवन जुन पञ्चतत्त्वले बनेको छ त्यसका स्वामीहरूलाई हामी बिहान उठेर सम्मान गर्छौँ। त्यो भनेकै देवयज्ञ हो। र हामीले खाने भएपछि भगवानहरूलाई पनि त्यो धन्यवाद ग्रहण गर्नको लागि हामीले केही दिनुपर्छ, त्यसलाई हवन भन्छौँ। यो चाहिँ देवयज्ञमा पर्छ। त्यसपछि हाम्रो मनुष्य यज्ञ हुन्छ। मनुष्य यज्ञ भनेको कोही अत्यन्तै भोको हुनुहुन्छ, कोहीले लाउनु पाउनु भएको छैन, यस्ता जो व्यक्तिलाई भेटिन्छ उहाँहरूलाई केही कुरा प्रदान गर्नु नै के हो? यो मनुष्य यज्ञ हो। आवश्यकता परेकालाई आवश्यक सहयोग गर्नु मनुष्य यज्ञ हो। त्यस्तै अर्को हुन्छ भूतयज्ञ। भूतयज्ञ भनेको यो चराचरमा जति प्राणीहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामी दिन्छौँ। जस्तै हजुरहरूले याद गर्नुभएको छ, बिहान खाना खानुभन्दा अगाडि हामी गाईलाई, कौवालाई, हामी कुकुरलाई, त्यसै गरी पिपिलिका भन्छ, हामी कमिलालाई इत्यादिलाई सबैलाई हामीले भोजन दिन्छौँ। यो चाहिँ भूतयज्ञ हो। त्यसपछि अन्तिममा पितृयज्ञ हुन्छ। पञ्चयज्ञमा पितृलाई सम्मान गरेर सम्झिने। श्रद्धायाम दियते श्राद्ध भनिन्छ। श्राद्ध भनेको श्रद्धा गर्नु हो, त्यसै हामीले पितृलाई श्राद्ध गर्नुपर्छ। यी कर्म चाहिँ जब नारी पुरुष दुवै भएर व्रत बस्नलाई बस्नुभएको छ भने यो तयारीका क्रममा यी पुरुष वर्गले यी सबै काम गरिदिनुपर्छ भने अब बाँकी कुरा चाहिँ दम्पति दुईजना भएर गर्नुपर्छ। यदि एक्लै हुनुहुन्छ र महिलाले गर्नुभएको छ भने यो तपाईँले गर्ने काम होइन, सम्झन सक्नुहुन्छ। पुरुष शक्तिलाई जो आफ्ना श्रीमान हुनुहुन्छ उहाँलाई आग्रह गर्नुपर्छ। यो व्रत भनेको तपाईँले बुझाउनुपर्छ, यो दुवैको लागि हो। यसरी यो सिद्ध्याइसकेपछि बल्ल हाम्रो अब शिवजीको आराधना गर्ने कर्म हुन्छ। त्यसका लागि सामग्री तयार पार्ने। अब सामग्रीमा तपाईँहरूलाई विशेष ध्यान दिनुपर्छ। के भनेको हाम्रो भगवान भावमिच्छन्ति देवता भन्छन्। भगवानले भावनाका इच्छा गर्छन्, सामग्रीमा त्यति धेरै बल गर्दैनन्। अतः पत्रम पुष्पम फलम तोयम यो भनिएको छ। पत्रम भनेको केही फुलका पातहरू हुन सक्छन्, जस्तै बेलपत्र हुन सक्छन्, पुष्प फुल हुन सक्छ, अनि फलम त्यसपछि फलफुल, र तोय भनेको जल। यी मध्ये जेसुकै तपाईँको सामर्थ्यले भेट्छ, जे जति भेट्नुहुन्छ त्यो जम्मा पार्नु नै सामग्री निर्माण भनिन्छ। तपाईँ सक्नुहुन्छ चन्दन घोट्नुहोस्, बेलपत्र जम्मा पार्नुहोस्, पान बनाएका पानहरू ल्याउनुहोस्, धेरै कुरा तपाईँले जम्मा पार्न सक्नुहुन्छ। तर यसमा के हो भनेको तपाईँको प्रेम भाव अत्यन्तै महत्त्वपूर्ण छ। सामग्री किनेर भन्दा पनि आफ्नो परिश्रमले भेटाउने ठाउँमा गएर खोज्ने, जति सकिन्छ त्यता थुपार्ने काम चाहिँ यो हाम्रो प्रेममय भावले गर्नुभयो भने भगवान त्यही भावमा खुसी बन्नुहुन्छ। त्यस कारणले यी सामग्री तयार पार्नुहोस्। तयार पारिसकेपछि जब अपराह्न हुन्छ, अपराह्नको आसपासमा घरमा शिवको मूर्ति राख्नुभएको छ, शिवको फोटो राख्नुभएको छ, वा मन्दिर जाने गर्नुहुन्छ, त्यसमा सबै सामग्री लिएर जाने, शिवजीको अगाडि बस्ने र पलेटी मारेर आनन्दले ध्यान गर्ने आँखा चिम्लेर। त्यो भनेको चाहिँ भगवान सदाशिवलाई आफ्नो मनमा देख्ने कामलाई हामी ध्यान भन्छौँ। त्यस कारणले यहाँ हामी 3वटा नेत्र भएको, 5वटा शिर भएको र 10वटा हात हुनुभएका शिवजीलाई हामी मनमा कल्पना गरेर सम्झिन्छौँ र ओम नमः शिवाय यो पञ्चाक्षरी मन्त्रले 108 पटक हामी भगवानलाई बोलाउँछौँ, हाम्रो मनमा स्थिर गराउँछौँ। भगवान मेरो मनमा बस्नुभएको छ भन्ने भाव निकाल्छौँ। त्यसपछि यो श्रावण महिनामा अरू समयमा पनि यी पञ्चाक्षरी मन्त्र अत्यन्तै उत्कृष्ट छ। त्यसपछि हामी भगवानलाई सम्झ्यौँ। त्यसपछि जल अभिषेक। हामीले जल, शुद्ध जल आफूले मिहिनेतका साथ ल्याएको जललाई चढाउँछौँ। श्रावणमा बोलबम चल्छ। बोलबमको आशय यही हो, शुद्ध ठाउँको जल आफै मिहिनेत गरेर जानुहोस् र ल्याएर शिवजीलाई अर्पण गर्नुहोस्। त्यो बोलबमले सिकाएको त्यही हो। हाम्रो प्रथा त्यही हो। भने के हो भने हामीले स्नान गराउनु छ भने आफूले मिहिनेतका साथ जुन हामीले जल जम्मा पारेका छौँ शुद्ध ठाउँबाट त्यसलाई अर्पण गर्ने। यो जल अभिषेक गर्दा पनि हजुरहरूले ओम नमः शिवाय भन्ने पञ्चाक्षरी मन्त्र पढ्दै जल अभिषेक गर्न सक्नुहुन्छ।
त्यसपछि हाम्रो पूजा गर्ने क्रममा कतिपय सामग्रीमा भन्नुहुन्छ सामग्री धेरै जम्मा पार्न सकिएन, यो पञ्चामृत बनाउनु पर्यो, ल्याउनुहोस् भन्नुहुन्छ। त्यो के को लागि त भनेको हाम्रो मनमा भगवान जब बस्नुहुन्छ, हामीले गर्ने कर्म भनेको सबै भगवानमय हुन्छ। त्यसकारणले पाद्य भनेको पाउलाई धोइदिनको लागि बनाइएको जल, अर्घ भनेको हात धोइदिनको लागि बनाइएको जल, त्यसपछि आचमन भनेको कुल्ला गर्न बनाइएको जल, पञ्चामृत भनेको स्नान गर्न बनाइएको जल र फेरि पुनः शुद्ध जलले स्नान गराइन्छ, चन्दन लगाइन्छ। अब यो चाहिँ पूजा गर्ने विधि भयो। अब यसमा चढाउने कुरामा पान चढाउन सक्नुहुन्छ। अब यहाँ कति हाम्रा साथीहरूले सोध्नुहुन्छ, मलाई धेरै फोन आउने गर्छ, यो बिल्वपत्र र भस्मको बारेमा भन्नुहोस् भन्ने हुन्छ। यो अत्यन्तै हामीले बुझ्नुपर्ने कुरा छ। बिल्वपत्र भनिन्छन्, यो बेलपत्र जुन तपाईँको बोलीचालीको भाषामा छ, यो चाहिँ हामीले बेलपत्र आफैले गएर रुखबाट एउटा मात्रै भए पनि अखण्ड खोज्ने हो। अहिले हामी अत्यन्तै द्रव्य लिएर कुदिरहेका छौँ बेलपत्र खोज्न, बजार गइरहेका छौँ। त्यो होइन, हामी त्यहाँ खोज्नै सक्दैनौँ, त्यो व्यापारीकरण भइसक्यो। हामीले आफ्ना शक्तिले 3वटा पात भएको एउटै जुन समूहमा बस्छ, त्यो अखण्ड टुप्पो पनि भएको, फेद भएको, छिद्र नभएको इत्यादि बेलपत्र एउटै मात्र भेट्नुभयो भने पनि त्यसमा ओम लेख्नुहोस्, 3वटै पातमा ओम लेख्नुहोस् र चिल्लो पातलाई घोप्ट्याएर शिरमा राखिदिनुहोस् शिवजीको। यतिले नै हाम्रो सबै बेलपत्रको काम गर्छ। अर्पण अघि नै भनिसकेँ, पत्रममा पर्यो, पत्र अत्यन्तै महत्त्वपूर्ण छ। यो अनि कतिपय साथीहरूले सोध्नुहुन्छ, अहिले यो धतुरो भाङको बारेमा पनि सोध्नुहुन्छ। हुन त यो शास्त्र अत्यन्तै ठुलो सागर जस्तो छ, हामी सबै कुरामा पुग्न सकेका छैनौँ। तैपनि यो चिन्तन मनन अहिलेसम्म गर्ने क्रममा मैले पुराणसम्म पढ्दाखेरि, पुराणसम्म घट्दै आउँदा, वेद आदिका अध्ययन गर्ने क्रममा पुराणसम्म आइपुग्दा यो धतुरो कहीँ भेटिएन, मैले भेटेको छैन। अनि गाँजा भाङ कहीँ भेटेको छैन। त्यसकारणले यो अनिवार्य होइन, यसले केही पनि काम हुँदैन। हो, यसका स्वास्थ्यका लागि, हाम्रो शरीर स्वास्थ्यका लागि अत्यन्त आवश्यक कुरा हो, यी हुन्, यसमा म नकार्न सक्दिनँ। तर हाम्रो जो पौराणिकभन्दा तल झरेको कथाहरू छ, जस्तै स्वस्तानीमा भन्नुहोस्, तपाईँले सुन्नुभएको छ, गाँजा खाएर अथवा भाङ खाएर शिवजी लड्नु भएको, त्यो चाहिँ पौराणिक होइन, पुराणभन्दा पछाडि बनाइएका यी कथाहरू हुन्। कथा सबै शास्त्र हुँदैन, यसका हामीले पूर्ण रूपमा मूलमा जानुपर्छ। त्यसकारणले यो धतुरो चढाउने, भाङ चढाउने भनिएको चाहिँ यो आधुनिक अहिले बनाइएको विज्ञान शास्त्रले नमान्ने, हामीलाई अहिले अत्यन्तै यो रनभुल्लमा पारिएको छ। विविध ज्ञान भएका अथवा उच्च ज्ञान भएका धेरैले हाम्रो ज्ञानका भण्डारलाई विचलित गर्नुभएको छ। त्यसकारणले हामी यो भ्रममा परेका छौँ। अनि यसमा विभूति, भगवान शङ्करले विभूति ग्रहण गर्नुहुन्छ, अवश्य नै हो। अब तर त्यसको लागि हामीले बजारबाट किनेको विभूति यानि कि भस्म चाहिँ हामीलाई काम लाग्दैन। हजुरले बुझ्नुपर्ने के हो भनेको, विभूति भनेको के हो त बुझ्नुहोस् पहिला। विभूति भनेको हाम्रो गौमाताले जब गोब्र्याउनुहुन्छ, त्यसलाई हातमा थाप्नु पर्यो, जो जमिनमा पर्नु भएन, त्यसलाई सुक्खा बनाउनु पर्यो, एउटा टपरीमा शुद्ध भाँडामा राख्नुहोस्। त्यो सुकेपछि गाईको घिउ त्यसमा हालेर त्यसलाई बाल्नुहोस् र जो त्यसबाट खरानी बन्छ, त्यो खरानीलाई चाहिँ हामी के भन्छौँ भन्दाखेरि विभूति भन्छौँ। विभूति आफूलाई ग्रहण गर्न पनि हुन्छ, भगवान सदाशिवलाई अर्पण गर्न पनि हुन्छ। त्यो अत्यन्तै महत्त्वपूर्ण छ। भने अब भस्मको कुरा गर्दाखेरि शिवजीको वास सधैँ के हुन्छ भनेको घाटमा हुन्छ। उहाँले ग्रहण गर्ने भनेको चाहिँ जो घाटकै भस्म मात्रै हो, भस्मको अर्थ त्यही हो। त्यो भस्मको प्रतीक छ। फेरि यहाँहरूले प्रतीक बुझ्नुपर्छ। यो नासोर शरीर पहिला पनि भस्मै थियो र यो जब हाम्रो शरीरबाट शक्ति जान्छ, शव भन्छ, त्यो शवलाई जलाएपछि पनि अन्तिममा बन्ने भनेको चाहिँ भस्म नै हो। त्यो भस्म घाटमा बन्छ। र भगवान शङ्करले हामीलाई भन्नुभएको छ, तिमी धेरै नमात्यौ नआत्यौ, तिम्रो अन्तिममा जाने र बन्ने भनेको भस्म नै हो। त्यस कारणले तिमी यो संसारमा जति रहन्छौ, आफ्ना आस्था धर्मले परोपकार गर्दै बस। यसमा धेरै आफूलाई ठुलो पार्ने, मोहजालमा पर्ने, मायारूपी प्रेममा पर्ने काम तिमी नगर।
भनेर भस्मले बुझाउन खोजेको यति मात्रै हो। योभन्दा फरक कुरा चाहिँ हामी त्यति धेरै देख्दैनौँ भस्मको कुरा। अब हामीले यी कुराहरू गरेपछि अब हामीले पूजाका क्रम सिद्ध्यायौँ। पूजा क्रम सिद्ध्याएपछि अब हामी अहिलेको व्रतको अलिकति थोरै म गर्छु। हामीले पूजा गरिसकेपछिको हाम्रो व्रत सिद्धियो भन्ने गर्छौँ, अनि हामी नखाइकन वा फलफुल खाएर बस्छौँ बाँकी समय। त्यो बुझ्नु तपाईँले के पर्नुपर्छ भनेको, हाम्रो जब पूजा सिद्धिसकेपछि दिनभरको हाम्रो मानसिक अवस्था कस्तो हुनुपर्छ भनेको, मानसिक एवं हाम्रो भावनात्मक सम्बन्ध चाहिँ एकत्व भाव, भगवान् सदा शङ्करसँग एकत्व भाव हुनुपर्छ, समभाव हुनुपर्छ। त्यो दिउँसो पुरै समय जबसम्म सूर्य अस्ताउनुहुन्न तबसम्म म शिव हुँ भन्ने भावनामा हामी हिँड्नुपर्छ। हामी शिव पार्वतीको रूपमा हामी हिँड्नुपर्छ भनेको हाम्रो मन विचलित हुनु हुँदैन। अहिले त हामी के गर्छौँ, हामी अहिलेका विभिन्न सामाजिक सञ्जाल हेर्छौँ, हामी कर्ममा जान्छौँ, कहिलेकाहीँ काम गर्न जाँदा साथीहरूसँग केही बोलिएला, केही मुखबाट नराम्रो शब्द निक्लिएला, यसले हाम्रो व्रत सबै त्यसलाई खण्डित गरिदिन्छ। त्यस कारणले हामीले जान्नुपर्ने कुरा भनेको त्यो दिनभरि नै हामीले शिवसँग एकत्व भाव रहनुपर्छ। त्यस कारणले त्यो समय चाहिँ सकेसम्म घरमै बसेर हामी शिवमय भएर बस्न सक्यो भने हुन्छ। तपाईँ हिँड्न सक्नुहुन्छ, डुल्न सक्नुहुन्छ, तर तपाईँको मन चाहिँ र बाणी, मन र बाणी चाहिँ अत्यन्तै संयमित हुनुपर्छ। त्यसले तपाईँले गरेको कर्म धेरै परिपूर्ण गराउँछ। अब यसमा हामीले अन्तिममा बुझ्ने पर्ने, म तपाईँलाई आग्रह गर्छु, मैले भन्दै गर्दा कतिपय ठाउँमा अलि ठुलो गाह्रो कुरा पनि भने होला। यी सबै कुरा के हुन्छ भनेको, कर्म अघि नै भनिसकेँ, तपाईँ नित्य कर्म गर्नुभयो भने भावना प्रमुख हो, अरू तेह्रै कुरा मान्नु पर्दैन। तपाईँ काम्यको रूपमा, जस्तै आज सोमबारको व्रत बस्दै हुनुहुन्छ, व्रत बस्दा तपाईँलाई लाग्छ म भगवानमा गएर यो माग्छु भन्ने तपाईँको मनमा लागिरहेको छ भने त्यो काम्य कर्म हो। काम्य कर्म गर्दा चाहिँ तपाईँले बहुत विचार गर्नुपर्छ। त्यस कारणले यसलाई सामान्य अर्थमा लिनुहोस्, सामान्य नियमित कर्ममा लिनुहोस्। किन भने काम क्रोधश्च लोभश्च मोह दम्भ उपद्रव यानि चान्यानि भूतानि स्थावराणि चारिणी च। यसले भन्नु खोजेको चाहिँ चन्द्रमाले हाम्रा के काम गर्नुहुन्छ भने काम, क्रोध, लोभ, मोह, दम्भ यो सबै मनमा बसेका हुन्छन्। चन्द्रमा उद्विग्न भएपछि यो बढी निक्लिन्छ। त्यस कारणले यो निकाल्नलाई, शान्त गर्नको लागि पनि हामी सदाशिवलाई हामी भावपूर्ण रूपले हामीले साधना गर्छौँ, मान्छौँ, पूजा गर्छौँ, एकत्व भाव गर्छौँ। त्यस कारणले यो अत्यन्तै महत्त्व छ। र अन्तिममा म यहाँहरूलाई भन्न चाहन्छु, श्रावण महिनाभर हामीले शिवजीको मन्दिरमा एउटा घिउको दियो बालिदिनु सक्यो भने हाम्रा सम्पूर्ण मनोरथ पूर्ण हुन्छन्। यसलाई हामीले बुझ्नुपर्ने कुरा चाहिँ यति नै हो। धेरै कुरा सकिन्न भने बिहान नआउनुहोस्, एउटा घिउको बत्ती बनाउनुहोस्, शिवजीको मन्दिरमा राखिदिनुहोस्, अनि भगवान् मैले यति नै सकेँ भन्नुहोस्। यसले तपाईँको भाव उजागर गर्छ र तपाईँले सबै काम पूर्ण पाउनुहुन्छ। त्यस कारणले यो जति मैले भने यो सोमबारको बारेमा, श्रावणको बारेमा भने, यहाँहरूलाई केही थप जानकारी चाहनुभयो भने तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजलाई यो हाम्रो यसमा जुन छलफल भयो, श्रावणको छलफल भयो, यहाँलाई यही नै रोकिने म अनुमति चाहन्छु। ओम अस्तु। ओम शिव सङ्कल्पमस्तु। ओम हरै नमः।